हाम्रो नयाँ च्याप्टर छ ट्रान्जिस्टर, जसमा 3.1 मा छ BJT एन्ड FET अपरेसन एन्ड कन्फिगरेसन। त्यसै गरी 3.2 BJT एज एम्प्लिफायर एन्ड स्विच, 3.3 फेट अपरेसन एन्ड टाइप्स एन्ड इट्स कन्फिगरेसन, अर्को फेट एज एन एम्प्लिफायर चाहिँ पढ्नुपर्छ। मैले फर्स्टमा चाहिँ BJT लिएँ, जुन चाहिँ हाम्रो बाइपोलर जङ्सन ट्रान्जिस्टर हो। यो चाहिँ एउटा स्पेसल्ली कन्स्ट्रक्टेड चाहिँ डिभाइस हो। 3 टर्मिनल हुन्छ, जसमा P टाइप, N टाइप, PNP अथवा NPN जुन बनाउँदा नि हुन्छ हाम्रो, त्यही भएर चाहिँ यसलाई 3 टर्मिनल डिभाइस भनेको। यो चाहिँ कुनले एक्सट्रिन्सिक सेमिकन्डक्टर, इम्प्योर भएपछि एक्सट्रिन्सिक हुने भयो। यो चाहिँ केमा हुने रहेछ, एउटा स्विच अथवा एम्प्लिफायर चाहिँ युज गर्दो रहेछ यसमा। यसलाई बाइपोलर चाहिँ किन भनेको रहेछ भन्थे, यसमा चाहिँ करेन्ट फ्लो चाहिँ के को कारणले गर्दा हुन्छ, चार्ज, फ्री चार्ज क्यारियर्स, बोथ पोलारिटिज भनेको होल्स र फ्री इलेक्ट्रोन्स दुईटैको कारणले गर्दा हुन्छ। यसमा अब टर्मिनलहरू के हुँदो रहेछ, एउटा इमिटर, कलेक्टर र बेस। इमिटर हाइली डोप्ड हुँदो रहेछ, कलेक्टर मोडरेटली डोप्ड र बेस लिस्ट डोप्ड। डोप्ड भन्नुको मिनिङ चाहिँ इम्प्युरिटिज धेरै हुनु हो। मैले डोपिङ लेभल इमिटर कलेक्टरको बेसको हेरेँ भने चाहिँ डोपिङ लेभल इमिटरको हाई, कलेक्टरको चाहिँ अलि लेस, बेसको अलि लेस हुँदो रहेछ। यदि एरिया जुन हामीले फिगर बनाउँछौँ त्यो हेर्छौँ भने चाहिँ कलेक्टर ठुलो बनाउने, इमिटर अलि सानो, बेस झनै सानो बनाउने। र 2 जङ्सन हुँदो रहेछ, जुनमा हामीले इमिटर बेस जङ्सन अथवा कलेक्टर बेस जङ्सन भनेर चाहिँ पढ्छौँ। यसको टाइप्स भनेको चाहिँ दुईटा हुन्छ, NPN र PNP। NPN हेर्ने भनेदेखि NPNले बनेको हुन्छ, यो कमनपट्टि ठुलो एरिया भयो, यो स्मल, यो अलि ठुलो भयो। त्यसै गरी NPNमा पनि यसको हामीले सिम्बल हेर्छौँ भने चाहिँ यो साइन मात्र डिफ्रेन्ट हुन्छ। यो इन्टर गऱ्यो भने चाहिँ PNP, यो बाहिर आयो भने चाहिँ NPN। अब मैले चाहिँ वर्किङ अपरेसन अफ फर्स्ट चाहिँ PNP ट्रान्जिस्टर हेरेँ। ट्रान्जिस्टरको एप्लिकेसन भनेको स्विच र एम्प्लिफायर हो। मैले चाहिँ एम्प्लिफायर अथवा एक्टिभ मोड, जुन भनेको इलेक्ट्रोन इमिटर बेस जङ्सन चाहिँ जहिले पनि फरवर्ड बायस गर्ने र कमन कलेक्टर बेस जङ्सन चाहिँ के गर्ने, रिभर्स बायस गर्ने। मैले यहाँनिर त्यही गरेको छु फिगरमा। यो जोडेर मैले के गरेँ, यो P र P गरेर यो फरवर्ड बायस भयो, यो P र यो नेगेटिभ भएर चाहिँ यो के भयो, रिभर्स बायस भयो। मैले चाहिँ यहाँनिर के गरेँ, अपरेट मोड चाहिँ एक्टिभ गरेँ। अपरेट मोड चाहिँ एक्टिभ गरेँ, त्यो भनेको मैले के गरेँ, इमिटर बेस जङ्सनलाई चाहिँ फरवर्ड बायस गरेँ, अनि कमन कलेक्टर बेस जङ्सनलाई चाहिँ रिभर्स बायस गरेँ। अब यो बेलामा चाहिँ फर्स्टमा चाहिँ मैले फरवर्ड बायस भएको केस हेर्छु। फरवर्ड बायस हुँदाखेरि चाहिँ यो के भयो, पोजिटिभ टर्मिनल, यो पनि पोजिटिभ भनेपछि करेन्ट फ्लो चाहिँ ड्यु टु होल्स कहाँ हुँदो रहेछ, इमिटर टु बेस हुँदो रहेछ। इमिटर टु बेस किनभनेदेखि यहाँको होल्स चाहिँ कता हुने भयो, यतातिर मुभ हुने भयो। मैले यहाँनिर IES भनेर चाहिँ यसलाई डिनोट गरेको छु। त्यसै गरी अब करेन्ट फ्लो ड्यु टु फ्री इलेक्ट्रोन्स, त्यो चाहिँ कहाँ हुने भयो, अब बेस टु इमिटर हुने भयो। किन हुने भयो करेन्ट फ्लो बेस टु इमिटर किन हुने भयो भने मैले फरवर्ड बायस गरेको छु। यो होल्सले त रिपेल गर्ने भयो, यो इलेक्ट्रोन्स एट्र्याक्ट गर्ने भयो। तर यो करेन्टको फ्लो डिरेक्सन जता इलेक्ट्रोन मुभ गर्छ त्यसको अपोजिट हुने कारणले गर्दाखेरि चाहिँ यो करेन्टको चाहिँ फ्लो डिरेक्सन चाहिँ अपोजिट भएको हो। मैले त्यसमा टोटल करेन्ट हेर्छु भनेदेखि IES प्लस IEN हुने भयो, दुईटै सेम डिरेक्सनमा भएको कारणले गर्दाखेरि। यो केसमा अब के हुन्छ, इमिटर चाहिँ के हुन्छ, हेभिली टप्ड हुन्छ र यसको मेजोरिटी चार्ज क्यारियर्स चाहिँ के, बेसको भन्दा एकदम बढी हुन्छ। त्यही भएर चाहिँ हामीले योलाई चाहिँ होल्स भन्दा एकदम थोरै कम हुने भयो नि त, यो लिस्ट डोप्ड हुने भयो। त्यही भएर I चाहिँ कुनसँग इक्वल हुन जान्छ, यो होल्सले बाट मुभ हुने करेन्टसँग चाहिँ इक्वल हुन जान्छ। यति बेला आउने बेस करेन्ट जुन IB छ हाम्रो, त्यो करेन्ट चाहिँ के को कारणले गर्दा फ्लो हुन्छ, रिकम्बिनेसनको कारणले गर्दा फ्लो हुन्छ। त्यो भनेको चाहिँ फ्लो अफ इलेक्ट्रोन्स फ्रम ब्याट्री टु दि बेस रिजन टु गेट न्युट्रलाइज। त्यहाँ हामीले यहाँ ब्याट्रीबाट चाहिँ इलेक्ट्रोन चाहिँ कता जाने भयो, त्यो बेसतिर जाने भयो न्युट्रलाइज हुन। यो बेलामा चाहिँ हाम्रो IB करेन्ट चाहिँ प्रोड्युस्ड हुन्छ। अब मैले त्यसकै सेकेन्ड केस CBG कलेक्टर बेस जङ्सनमा हेर्छु भने चाहिँ के हुन्छ, जङ्सन रिभर्स बायस हुन्छ, करेन्ट फ्लो हुन सक्दैन। तर मेजोरिटी चार्ज क्यारियर्सको कारणले पो फ्लो हुन सक्यो, त्यहाँ भएको अलिअलि माइनोरिटी चार्ज क्यारियर्सको कारणले चाहिँ करेन्ट फ्लो हुन्छ, जसलाई चाहिँ हामीले ICB भन्छौँ।
यो बेलामा चाहिँ होल्स कहाँ बेस टु कलेक्टर र फ्री इलेक्ट्रोन्स कलेक्टर टु बेस रिजन जाँदो रहेछ। अब हाम्रो आइसिएच यदि चाहिँ के हुन्छ भने इमिटर बेस जङ्सनबाट आएको होल्स त कहाँ बेसपट्टि जाने हो, बेसपट्टिबाट नि यता गइराख्दाखेरि त पीपट्टि आउने भयो। यताबाट हामीले रिभर्स बायस गर्दाखेरि यो नेगेटिभ इलेक्ट्रोन्स र होल्सको कारणले गर्दाखेरि यहाँनिर इलेक्ट्रोन फ्लो हुने भयो। त्यो चाहिँ हाम्रो के हुने भयो आइसिएच। अब टोटल करेन्ट अथवा कलेक्टर करेन्ट भनेको आइसिबिओ प्लस आइसिएच हुने भयो। यो बेलामा आइसिएच भनेको हाम्रो के हुन्छ भने अल्फा आइएच, किनभने त्यही पठाएको होल्स यदि मैले 100 पठाएँ भनेदेखि त्यहाँनिर के पुग्ने रहेछ यता रिभर्स बायसपट्टि चाहिँ कति 98 पुग्ने रहेछ। यो अल्फा भनेको चाहिँ फ्र्याक्सन अफ टोटल होल्स। जस्तै मेरो यो पिएनपी हो, यहाँनिर मैले के गरिरहेको छु फरवर्ड बायस गरिरहेको छु। फरवर्ड बायस भनेपछि होल्स यताबाट यता जाने भयो हो। यो होल्स चाहिँ यहाँ गएको कारणले गर्दाखेरि चाहिँ मैले आइसिएच इक्वल्स टु अल्फा इएच लेख्न पाएँ। यो बेलामा चाहिँ यो हुन्छ भनेपछि अब आइसिएच यो अलमोस्ट 0 हुने कारणले गर्दाखेरि हामीले लेख्दैनौँ, आइसिएच हुने भयो, अल्फा इएच चाहिँ यहाँबाट आयो। यति चाहिँ हाम्रो के भयो पिएनपी ट्रान्जिस्टरको चाहिँ वर्किङ प्रिन्सिपल भयो। नेक्स्ट छ हाम्रो वर्किङ प्रिन्सिपल अफ एनपिएन ट्रान्जिस्टर। अब हामीले चाहिँ फेरि पनि यसलाई के गर्छौँ एक्टिभ मोड चाहिँ अपरेट गर्छौँ। एक्टिभ मोड अपरेट गर्नु भनेको इमिटर बेस जङ्सनलाई फरवर्ड बायस र कमन बेस जङ्सनलाई रिभर्स बायस। हामीले के गरेको छौँ इमिटर बेस जङ्सनलाई चाहिँ के गर्यौँ फरवर्ड बायस गर्यौँ। फरवर्ड बायस भनेको इलेक्ट्रोन्स र नेगेटिभ चार्ज फरवर्ड बायस, यो होल्स मतलब पोजिटिभ चार्ज पार्टिकल र यो इलेक्ट्रोन्स के अरे रिभर्स बायस भयो। यति बेला चाहिँ इमिटर बेस जङ्सनमा चाहिँ के हुन्छ करेन्ट फ्लो चाहिँ फ्री इलेक्ट्रोन्सको कारणले गर्दाखेरि हुन्छ इमिटर टु बेस, र इएच भनेको चाहिँ करेन्ट फ्लो ड्यु टु होल्स फ्रम बेस टु इमिटर, र टोटल करेन्ट के हुने भयो आइएन प्लस आइएच, र आइबी भनेको रिकम्बिनेसनको कारणले हुने भयो त्यहाँनिर। अब मैले कमन बेस जङ्सनमा हेर्छु भने जङ्सन के हो अलरेडी रिभर्स बायस छ, करेन्ट फ्लो हुँदैन मेजोरिटी, त्यही भएर माइनोरिटी चार्ज क्यारियर्सले गर्दाखेरि चाहिँ हुनेलाई चाहिँ हामीले के भन्छौँ आइसिबिओ, जुन चाहिँ एकदम स्मल हुन्छ। त्यो बेलामा चाहिँ होल्स कलेक्टर टु बेस, फ्री इलेक्ट्रोन बेस टु कलेक्टर रिजन जान्छ। अब एक्सेस इलेक्ट्रोन्स अघि भनेको जस्तै यसमा चाहिँ के हुने भयो यहाँनिर एनपिएन हुने भयो। यहाँबाट इलेक्ट्रोन्सलाई के गर्ने भयो रिपेल गर्ने भयो। यही गएको रिपेल यदि एक्सेस हुन्छ भने चाहिँ यहाँनिर आइसिएन चाहिँ फलो हुने भयो। त्यो बेलामा टोटल कलेक्टर करेन्ट भनेको आइसिबिओ प्लस आइसिएन हुने भयो। अब मैले आइसी इक्वल्स टु आइसी प्लस आइबी फर्मुला लगाएँ भनेदेखि यहाँनिर मेरो के हुने भयो आइबी भनेको त एकदम स्मल हुने भयो नि त आईको हो, त्यो भएको कारणले चाहिँ आइसीसँग इक्वल हुन्छ आई चाहिँ। अब मैले बिजेटीको अपरेसन हेर्नुपर्छ भनेदेखि मैले अघि गरिरहेको कुन हो एक्टिभ मोड हो, जुनलाई चाहिँ हामीले एम्प्लिफायर पनि भन्न सक्छौँ। यदि मैले इमिटर बेस जङ्सनलाई चाहिँ फरवर्ड बायस र कलेक्टर बेस जङ्सनलाई चाहिँ फेरि फरवर्ड बायस गर्छु भने यो स्याचुरेसन मोड अथवा स्विच अन स्टेट। यदि मैले इमिटर बेस जङ्सनलाई रिभर्स बायस कलेक्टर बेस जङ्सनलाई नि रिभर्स बायस गर्छु भने यो कट अफ मोड अथवा स्विच अफ स्टेट हुन्छ। अब मैले इमिटर बेसलाई फरवर्ड बायस कमन बेस जङ्सनलाई चाहिँ रिभर्स बायस गर्छु भने यति बेला एक्टिभ मोड एम्प्लिफायर हुने भयो। अब मैले चाहिँ फेरि इमिटर बेस जङ्सनलाई रिभर्स बायस र कलेक्टर बेस जङ्सनलाई फरवर्ड बायस गर्छ नि यो इन्भर्स एक्टिभ मोड, यो चाहिँ हामीले खासै युज गर्दैनौँ। अब हामी हेर्छौँ बिजेटी कन्फिगरेसन, जुनमा भनेको कमन बेस, कमन इमिटर र कमन कलेक्टर चाहिँ हुन्छ, र हामीले कलेक्टरलाई कहिले पनि इनपुट चाहिँ सिङ्गल दिँदैनौँ र बेसलाई कहिले नि आउटपुट सिङ्गल दिँदैनौँ। अब हामी के हेर्छौँ कमन बेस कन्फिगरेसन हेर्छौँ, जहाँ भनेको इनपुट पनि बेस आउटपुट पनि बेससँग कनेक्टेड छ। जस्तै भिबी इनपुट भोल्टेज, भिसिबी आउटपुट भोल्टेज गर्दाखेरि चाहिँ यहाँनिर मेरो इनपुट करेन्ट के भइरहेछ आई भइरहेछ, इनपुट भोल्टेज के हो भिबी, आउटपुट करेन्ट के छ आइसी र आउटपुट भोल्टेज छ भिसिबी। यो सर्किटमा चाहिँ के भने इनपुट इज अप्लाइड बोथ बिट्विन इमिटर एन्ड बेस, आउटपुट इज टेकन फ्रम कलेक्टर एन्ड बेस, सो बेस इज कमन टु बोथ आउटपुट एन्ड इनपुट। त्यही भएर चाहिँ हामीले यसलाई के भन्यौँ कमन बेस कन्फिगरेसन भनेर भन्यौँ। र यसमा करेन्ट गेन इन कमन बेस कन्फिगरेसन अथवा करेन्ट एम्प्लिफिकेसन फ्याक्टर भनेर हेर्छौँ भने चाहिँ अल्फा हुन्छ, जुन भनेको आउटपुट करेन्ट बाई इनपुट करेन्ट। आउटपुट करेन्ट के हो मेरो आइसी हो र इनपुट करेन्ट आइई हो। अल्फा चाहिँ अलमोस्ट इक्वल टु 1 हुन्छ।
यो बीजेटी चाहिँ मेरो के हो करेन्ट कन्ट्रोल डिभाइस हो। त्यो भनेको इनपुट करेन्टले चाहिँ आउटपुट भोल्टेजलाई चाहिँ के गर्छ कन्ट्रोल गर्छ। त्यसै गरी मैले कमन इमिटर कन्फिगरेसन हेर्छु भनेदेखि यहाँनिर चाहिँ के छ इनपुट इज अप्लाइड बिट्विन इमिटर एन्ड बेस आउटपुट इज टेकन फ्रम कलेक्टर एन्ड इमिटर। दुवैपट्टि चाहिँ इमिटर के भइरहेछ इनपुट र आउटपुटपट्टि पनि सेम लागिरहेको छ भनेदेखि यो के भयो कमन इमिटर भयो। इनपुट करेन्ट के छ आइबी इनपुट भोल्टेज भिभी आउटपुट करेन्ट के छ आइसी आउटपुट भोल्टेज के छ बिसी। त्यो बेलामा करेन्ट गेन चाहिँ के हुन्छ बिटा हुन्छ। बिटा हुँदाखेरि चाहिँ मेरो आउटपुट बाई इनपुट भनेपछि आइसी बाई आइबी हुने भयो। यो अलमोस्ट 100 to 200 को रेन्जमा हुन्छ यो। त्यसै गरी मैले कमन कलेक्टर कन्फिगरेसन हेर्छु भनेदेखि यो अब के कलेक्टर चाहिँ इनपुट साइडमा नि आउटपुट साइडमा नि यो इनपुट साइडमा यो बिसिबी यो आउटपुट साइडमा इनपुट करेन्ट आइबी भयो इनपुट भोल्टेज बिसिबी आउटपुट करेन्ट के भयो आइई आउटपुट भोल्टेज बिसी। त्यो बेलामा करेन्ट गेन कति हुन्छ करेन्ट गेन इन के हो यो कमन कलेक्टर कन्फिगरेसन हो। यो भनेको अल्फा आइई बाई आइबी हुने भयो। अब मैले चाहिँ रिलेसन बिट्विन अल्फा एन्ड बिटा हेर्छु भनेदेखि फर्स्टमा मलाई यो थाहा छ आइबी गइरहेछ योबाट बाहिर निक्लिरहेछ गइरहेछ भनेपछि आइई इक्वल्स टु आइसी प्लस आइबी हुने भयो। मैले के युज गरेँ केसिएल युज गरेँ। अब मैले यसमा चाहिँ के निकाल्नु छ अल्फा र बिटाको निकाल्नु छ भनेपछि यदि मैले आइईलाई आइबीले डिभाइड गरेँ भनेदेखि सिधै गामा आउने रहेछ भनेपछि यहाँनिर आइबीले डिभाइड गर्नु मिलेन भनेपछि मैले केले गरेँ यहाँनिर आइसीले चाहिँ डिभाइड गरेँ। आइसीले डिभाइड गर्दाखेरि चाहिँ के हुने भयो आई बाई आइसी आइसी बाई आइसी प्लस आई बाई यो भनेको 1 बाई अल्फा यो अल्फाको भ्यालु हो 1 बाई अल्फा हुने भयो। यहाँनिर यो काटेर 1 हुने भयो यो भनेको 1 बाई बिटा। त्यसै गरी मैले गर्दै जाँदाखेरि चाहिँ यहाँ अल्फा भनेको के आउँदो रहेछ बिटा बाई बिटा प्लस 1 आउँदो रहेछ। अब मैले फेरि रिलेसन बिट्विन गामा र अल्फाको हेर्नु पर्यो भनेदेखि अब मैले आइबीले डिभाइड गर्न पाउँदिनँ किनभनेदेखि आइसी बाई आइबी भनेको सिधै बिटामा जाने भयो। त्यही भएर चाहिँ मैले आइईले गरेँ यहाँबाट अल्फा भनेको 1 माइनस गामा आउने भयो। अब मैले रिलेसन बिट्विन बिटा हो यो बिटा एन्ड गामा हेर्छु भने यो हो। अब आई थाहा मलाई आइसी प्लस आइबी बाई आइबी यो भनेको बिटा प्लस 1 चाहिँ हुने भयो। मैले चाहिँ अब इनपुट क्यारेक्टरिस्टिक अफ कमन बेस कन्फिगरेसन हेर्छु भने चाहिँ यहाँनिर के हुने भयो अब फिगर चाहिँ एक्टिभ मोड अपरेट गर्नु पर्यो। त्यो भनेको चाहिँ मैले के गर्नु पर्यो कमन बेस जङ्सनपट्टि चाहिँ के गर्नु पर्यो कमन बेस जङ्सनपट्टि चाहिँ रिभर्स बायस र इमिटर बेस जङ्सनपट्टि चाहिँ के गर्नु भयो फरवर्ड बायस मैले गरेँ। यति गर्दाखेरि चाहिँ मेरो के हुने भयो भनेदेखि यो र यो नेगेटिभ नेगेटिभ फरवर्ड बायस पोजिटिभ नेगेटिभ रिभर्स बायस हुने भयो। मैले ग्राफ भनेको के हो इनपुट करेन्ट भर्सेस चाहिँ इनपुट भोल्टेज हेर्नुपर्छ। त्यति बेला चाहिँ मैले चाहिँ के गरेँ यहाँनिर यो बिसिबी भनेको मेरो के हो आउटपुट भोल्टेज हो। यति बेला इन्क्रिज गरेँ भनेदेखि कमन कलेक्टर बेस जङ्सनमा चाहिँ के हुँदो रहेछ डिप्लेसन लेयर चाहिँ इन्क्रिज हुँदो रहेछ। किन इन्क्रिज हुँदो रहेछ यो त नेगेटिभ पोजिटिभ छ यसले चाहिँ यहाँबाट अब इलेक्ट्रोन्स के गर्दो रहेछ एट्र्याक्ट गरेर ल्याउँदाखेरि चाहिँ डिप्लेसन लेयर चाहिँ इन्क्रिज हुँदो रहेछ। डिप्लेसन लेयर इन्क्रिज हुँदाखेरि चाहिँ आइबी करेन्ट के हुँदो रहेछ डिक्रिज हुँदो रहेछ। त्यसै गरी मैले इमिटर बेस जङ्सनमा हेर्छु भने चाहिँ होल्स चाहिँ कताबाट गइरहेको छ यो गोज इमिटर होल्स चाहिँ कता गइरहेको यहाँबाट चाहिँ होल्स यो त रिपेल गर्ने भयो नि त हैन रिपेल गरिसकेपछि यहाँ होल्स चाहिँ इमिटरतिर आउनु पर्ने भयो। त्यति बेला नम्बर अफ चार्ज क्यारियर्स चाहिँ कहाँ हुने भयो इमिटर टु बेस हुने भयो र आई करेन्ट चाहिँ इन्क्रिज हुने भयो। यति चाहिँ लेखिराख्नु पर्दैन यो चाहिँ बुझ्नको लागि हो हामीले यो जस्ट यो भन्नको लागि चाहिँ यो बुझ्नुपर्छ। मैले फर्स्टमा चाहिँ बिसिबी कति दिएको छु 0 भोल्ट दिएको छु। 0 भोल्ट भनेको यो पोटेन्सियल ब्यारियरसम्म चाहिँ हाम्रो करेन्ट 0 भइरहेछ त्यहीबाट चाहिँ वात्तै इन्क्रिज हुने हो र पोटेन्सियल ब्यारियर चाहिँ मेरो कति छ 0.7 भोल्ट छ। मैले बिसिबी 0 हुँदाखेरि इन्क्रिज भयो नि त हैन। अब फेरि बिसिबी चाहिँ 5 भोल्ट दिँदाखेरि चाहिँ के भनिरहेछ यहाँ आई करेन्ट चाहिँ इन्क्रिज भइरहेको भनेपछि यहीँ अगाडिबाट नै इन्क्रिज भयो नि त बिसिबी इन्क्रिज गर्दा भनेपछि अगाडिबाटै यो पोटेन्सियल ब्यारियरसम्म पुग्नु नै पर्दैन रहेछ। यति बुझ्दा हुन्छ। यदि मैले अब आउटपुट क्यारेक्टरिस्टिक हेर्छु भनेदेखि सेम नै हो यो फिगर चाहिँ
यो फरवर्ड बायस नै हो, यो रिभर्स बायस नै हो। यति बेला करेन्ट चाहिँ कसरी इन्क्रिज हुन्छ हेर्ने हो। मैले यति बेला के गर्छु, आउटपुट करेन्ट भर्सेस आउटपुट भोल्टेजमा चाहिँ हेर्छु। त्यो बेलामा चाहिँ मेरो आउटपुट करेन्ट भनेको अल्फा आई प्लस आइसिबिओ हुँदो रहेछ र यो भेरी स्मल, धेरै स्मल। यहाँनिर आई 0 हुँदाखेरि चाहिँ यो के भइरहेछ, यहाँनिर आइसिबिओ भइरहेछ। त्यही भएर चाहिँ मैले यो सिधै चाहिँ नेग्लेक्ट गरेँ भन्थेँ कि। र अल्फा अलमोस्ट 1 भनेर पढ्दैछौँ। आइसी जति इनपुट करेन्ट छ त्यति नै हुन्छ। त्यो भएर ग्राफ चाहिँ आई 0 हुँदाखेरि चाहिँ यहाँबाट मात्र स्टार्ट भइरहेको भने आई 1 भोल्टेज हुँदा सिधै यहीँबाट स्टार्ट भइरहेछ। यो चाहिँ एक्टिभ रिजन भन्छौँ, यता आएकोलाई स्याचुरेसन रिजन, र यो चाहिँ कट अफ भोल्टेज भनेर चाहिँ हेर्छौँ हामी। अब मैले इनपुट क्यारेक्टरिस्टिक अफ कमन इमिटर कन्फिगरेसन हेर्छु भने यसमा पनि सेम कलेक्ट त्यही एक्टिभ मोड चाहिँ के गर्ने, जेनेरेट गर्ने अथवा अपरेट गर्ने। के गर्ने, इमिटर बेस जङ्सनमा चाहिँ फरवर्ड बायस र कमन बेस जङ्सनमा चाहिँ रिभर्स बायस गर्ने हो। यो भइरहेको छ मेरो इनपुट करेन्ट, इनपुट भोल्टेज, आउटपुट करेन्ट, आउटपुट भोल्टेज। मैले चाहिँ यो इनपुट करेन्ट भर्सेस इनपुट भोल्टेज हेर्छु। त्यो बेलामा चाहिँ के भइरहेको भने मेरो भिसी भनेको अब यति बेला के हुने भयो, यहाँनिर भिसी भनेको यहाँसम्म भिसिबी प्लस भिबी हुने भयो। त्यो बेलामा यदि भिबी कन्स्ट्यान्ट छ भनेदेखि, भिबी मैले कन्स्ट्यान्ट राखेँ भनेदेखि के हुने भयो, भिसी इन्क्रिज गर्दा डाइरेक्ट भिसिबी इन्क्रिज हुने भयो। यो बेलामा डिप्लेसन लेयर पनि के हुन्छ, इन्क्रिज हुन्छ र आइबी करेन्ट चाहिँ घट्ने भयो। मैले ग्राफ बनाउँदा चाहिँ त्यही गरेर यो मेरो चाहिँ पोटेन्सियल ब्यारियर हो भनेदेखि यो 0.7 भोल्ट यहाँनिर चाहिँ हो भनेदेखि मेरो भिसी इन्क्रिज गर्दा 1 भोल्ट भइरह र के भइरह, यो भिसिबी त इन्क्रिज भइरह कि, तर मेरो आइबी करेन्ट के भइरहेछ, घटिरहेछ। जस्तै यहाँ मैले 2 भोल्ट लेख्दाखेरि यो बढ्नु हो, यो घट्नु हो नि त। त्यसै गरी मैले आउटपुट क्यारेक्टरिस्टिक अफ कमन इमिटर कन्फिगरेसन हेर्छु भने यो के गरेछौँ, फरवर्ड बायस, यो रिभर्स बायस। अब मलाई यहाँनिर के थाहा छ भनेदेखि मैले भर्नुपर्ने भनेको यो मात्र हो, त्यो माथिको फिगर यो मैले चाहिँ थाहा पाउनु पर्ने हो। बिटा भनेको आइसी बाई आइबी भन्ने मलाई थाहा छ। आइसी भनेको बिटा आइबी प्लस आइसिबिओ। आइसिबिओ चाहिँ एकदम सानो भएको कारणले गर्दाखेरि चाहिँ यहाँनिर हामीले के गरेर हुन्छौँ, यसलाई चाहिँ नेग्लेक्ट गरेर हुन्छौँ। यदि मैले आइबी चाहिँ 0 दिएँ भनेदेखि चाहिँ के हुने भयो, आइसी चाहिँ आइसिबिओसँग चाहिँ इक्वल हुने भयो, जुन भनेको एकदम स्मल। मैले यदि आइबी चाहिँ 10 दिएँ भनेदेखि बिटा त 100 to 200 को रेन्जमा 100 मैले लिएँ भनेदेखि 1 एम्पियर चाहिँ आउँदो रहेछ। त्यसै गरी यहाँनिर के भयो, आइबी 0 हुँदाखेरि भने है, आइबी 0 हुँदा आइसी केसँग, आइसिबिओ एकदम स्मल, जसलाई चाहिँ हामीले के भन्दो रहेछौँ, कट अफ रिजन भन्दो रहेछौँ। यदि मैले आइबी चाहिँ 10 मिली एम्पियर दिएँ भनेदेखि यता चाहिँ कति हुँदो रहेछ, यो 1 एम्पियर हुँदो रहेछ। यता मैले 20 मिली एम्पियर दिएँ भनेदेखि यो 2 हुँदो रहेछ, 2 एम्पियर, यो 3 एम्पियर। यसलाई चाहिँ के, यो जुन यहाँबाट चाहिँ करेन्ट फ्लो भइरह, यो भनेको चाहिँ के हो, मेरो स्याचुरेसन रिजन हो। त्यसै गरी मैले इनपुट क्यारेक्टरिस्टिक अफ कमन कलेक्टर हेर्छु भने यहाँ पनि सेम हो। सिबिजीमा चाहिँ के गर्ने हो, रिभर्स बायस गर्ने हो। यसमा चाहिँ मेरो फरवर्ड बायस, रिभर्स बायस त्यही गर्ने हो। इमिटर बेस जङ्सनमा चाहिँ मैले फरवर्ड बायस गर्नुपर्छ र कलेक्टर बेस जङ्सनमा चाहिँ रिभर्स बायस गर्नुपर्छ। त्यो भइहाल्यो। यति फिगर बनाइसकेपछि अब मैले चाहिँ यो भर्नु पर्यो, इनपुट करेन्ट भर्सेस इनपुट भोल्टेज। मैले भिसी 2 भोल्ट दिँदा भनेर भन्दैछ है, भिसी भनेको भिबी प्लस भिसिबी भन्ने थाहा छ। यदि मैले भिसिबी कन्स्ट्यान्ट राखेँ, मैले 5 भोल्ट कन्स्ट्यान्ट राखेँ भनेदेखि चाहिँ भिसी चाहिँ डाइरेक्ट के हुने भयो, इन्क्रिज हुने भयो नि त होइन। भिसी इन्क्रिज गर्दाखेरि चाहिँ भिबी चाहिँ इन्क्रिज हुने भयो, त्यो भनेको इन्क्रिज हुने भयो। अब मैले यदि आउटपुट क्यारेक्टरिस्टिक हेर्छु भनेदेखि चाहिँ मलाई थाहा, अल्फा भनेको आइई बाई आइसी, आइई भनेको अल्फा आइसी, यो भनेको आइई। यो करेन्ट चाहिँ केसँग इक्वल भइरहेको छ, यहाँनिर आइबी चाहिँ 0 राख्दाखेरि चाहिँ के हुने भयो, यो चाहिँ कट अफ रिजन हुने भयो, कट अफ रिजन। अब मैले यो कति इन्क्रिज गरेँ, यहाँ आइबी इक्वल्स टु 20 मिली एम्पियर गरेँ भनेदेखि यहाँनिर 1 एम्पियर हुने भयो। यो चाहिँ जस्तो कमन इमिटर कन्फिगरेसनको आउटपुट क्यारेक्टरिस्टिक्स थियो सेम चाहिँ देखाउने भयो। त्यस्तै गरी मैले यहाँ आइबी कति देखाएँ, 30 मिली एम्पियर देखाएँ, यो 2 एम्पियर हुने भयो। सरी, यो भनेको कति हुने भयो,
3 एम्पियर। यो भनेको चाहिँ मेरो स्याचुरेसन रिजन हुने भयो। यिनीहरू भनेको चाहिँ यो एक्टिभ रिजन हुने भयो। अब मैले बीजेटी एज अ एम्प्लिफायर हेर्छु भनेदेखि के गर्नुपर्ने भयो, फरवर्ड बायस, इमिटर बेस जङ्सन, कलेक्टर बेस जङ्सन, रिभर्स बायस। मैले यहाँ त्यही नै गरिरहेको छु। यो चाहिँ यो नेगेटिभ चार्ज चाहिँ यो केसँग एनसँग कनेक्ट गर्दा यो रिभर्स बायस भइरहेको, यहाँनिर चाहिँ फरवर्ड बायस भइरहेछ। पोजिटिभ टु पोजिटिभ चाहिँ मैले कनेक्ट गरिरहेको छु। मैले यहाँ क्यापासिटर चाहिँ किन राखिरहेको छु भनेदेखि यहाँबाट चाहिँ के नजाओस्, यहाँबाट पठाएको डिसी करेन्ट चाहिँ नजाओस् भनेर चाहिँ मैले यहाँ के गरिरहेको छु, क्यापासिटर राखिरहेको छु। मैले चाहिँ यो भिइनलाई चाहिँ के माने, इनपुट सिग्नल माने। मैले चाहिँ यहाँबाट के पठाएँ, आइएससी पठाएँ। आइएससी भनेको चाहिँ दुईटै साइकल चाहिँ कनेक्ट गर्ने भयो र यहाँबाट मैले आइडिसी चाहिँ दिइराखेँ भनेदेखि चाहिँ आइडिसी भनेको कस्तो हुने भयो, यो स्ट्रेट जाने भयो। यो दिइराख्दाखेरि चाहिँ अब कसरी चाहिँ काम गर्छ है त यसले। फर्स्ट हेर्नुपर्ने भयो मैले पोजिटिभ हाफ साइकल मैले के दिँदा आइएससी दिँदाखेरि चाहिँ आइबी करेन्ट चाहिँ कति हुँदो रहेछ, आइबी भनेको आइएससी प्लस आइडिसी हुँदो रहेछ। जस्तै कि मैले 5 माइक्रो एम्पियर पोजिटिभमा र -5 माइक्रो एम्पियर चाहिँ नेगेटिभमा दिएँ भनेदेखि चाहिँ मेरो आइडिसी चाहिँ कति हुन्छ, यहाँ 15 दिएँ भनेदेखि आइबी कति हुने भयो, आइबी भनेको मेरो के भन्दैछ यहाँ, आइएससी प्लस आइडिसी भन्दै। यो केसमा अब मैले यहाँबाट भन्नु पऱ्यो नि, फर्स्टमा मैले कति दिइरहेको छु, आइएससी 0 दिइरहेको छु भनेपछि यो 15 दिइरहेको छु भनेपछि 15 मै हुने भयो, प्लस गर्ने हो नि त। 0 + 15 भनेको 15 नै हुने भयो। अब मैले यहाँनिर कति दिइरहेको छु, यहाँ 5 माइक्रो एम्पियर दिइरहेको छु, यहाँनिर 15 नै दिइरह नि त। यहाँनिर 15 + 5 गर्दा 20 हुने भयो। त्यसै गरी मैले यहाँनिरको केसमा हेरेँ भनेदेखि यहाँनिरको 0 दिइरहेको छु अनि यो 15 नै छ, 15 नै भयो। यो चाहिँ मेरो के भयो, पोजिटिभ हाफ साइकलको केसमा। अब मैले नेगेटिभ हाफ साइकलको केसमा हेर्छु भनेदेखि आइडिसी माइनस आइएससी हुने भयो। यो मैले के केसिएल लगाएर हेरेको यहाँनिर। अब मैले यहाँ हेरेर चाहिँ 5 माइक्रो एम्पियर यो 0 यहाँनिर पनि दिइरहेको छु भनेदेखि मैले चाहिँ के गर्नु पऱ्यो, नेगेटिभ हाफ साइकलको केसमा हेर्नु पऱ्यो। मैले अघि पोजिटिभकै ग्राफ भरेको, नेगेटिभमा हेर्दाखेरि चाहिँ अब यो 15 नै हुने भयो, किनभनेदेखि यहाँ 0 छ, आइडिसी 15 - 0 भनेको 15 नै हुने भयो। त्यसै गरी मैले यहाँनिर केमा हेर्छु, अब यो टर्मिनलमा हेर्छु, मैले -5 म्यु ए दिइरहेको छु नि त भनेपछि यहाँनिर 15 आइरह, 15 - 5 भनेको त 10 भनेपछि यहाँनिर आउने भयो, पोजिटिभमै पऱ्यो नि त यो, त्यही भएर मैले माथि ग्राफ प्लट गर्दैछु। त्यसै गरी यहाँनिर 0 छ, 0 15 - 0 भनेको 15 नै हुने भयो। त्यसरी मेरो यो चाहिँ मैले फुल वेभ फर्म बनाएँ, हाफ बनाउने हो भने चाहिँ यति मात्र हुन्छ। यसरी चाहिँ एम्प्लिफायरको रूपमा काम गर्दो रहेछ। मलाई अब आइसी = बीटा आइबी भन्ने थाहा छ। मैले एउटा इक्जाम्पल हेरेँ, मैले बीटा 100 लिएँ र आइबी 15 माइक्रो एम्पियर। त्यसै गरी आइसी कति हुने भयो, अब 100 × 15 माइक्रो एम्पियर भनेको 1.5 मिली एम्पियर। त्यस्तै गरेर चाहिँ मैले यहाँनिर यो ग्राफ प्लट नै गरेको छु। यसरी हेर्दा हुन्छ। यो चाहिँ मैले पठाएको चाहिँ थोरै करेन्ट थियो, थोरै करेन्ट पठाउँदा चाहिँ यो के हुने भयो, यो मैले आइबी पठाएको हो है। आइबी पठाउँदाखेरि मैले चाहिँ यो आइसी निकालेको हो। आइसी भनेको मेरो एज अ एम्प्लिफायरको रूपमा थोरै पठाउँदाखेरि के भइरहेको, धेरै करेन्ट। मैले 20 माइक्रो एम्पियर पठाइरहेको थिएँ भने यहाँ 2 मिली एम्पियरको चाहिँ करेन्ट चाहिँ अथवा करेन्ट चाहिँ एम्प्लिफाई चाहिँ भइरहेछ। यहाँनिर सिग्नल भनौँ, एसी सिग्नल चाहिँ एम्प्लिफाई भइरहेछ, त्यही भएर चाहिँ यो एम्प्लिफायरको रूपमा काम गरेको हो। अब म बीजेटी एज अ स्विच हेर्छु। स्विच हेर्नलाई चाहिँ इमिटर बेस जङ्सन चाहिँ के हुनुपर्छ, फरवर्ड बायस, कलेक्टर बेस जङ्सन चाहिँ के हुनुपर्छ, फरवर्ड बायस। यो दुईटै केसमा रिभर्स बायस। हाम्रो यो के भइरहेछ, यो पोजिटिभ हो, यो नि पोजिटिभ हो, यो हुन त फरवर्ड बायस नै भइरहेछ, यो चाहिँ रिभर्स बायस भइरहेछ। तर हाम्रो चाहिँ के हो, जुन हामीले पठाएको इनपुट, यो भिबिबी भनेको इनपुट जुन पठाउने सिग्नल चाहिँ लेस देन यति 0.7 भोल्ट, यो फरवर्ड बायस हुँदाहुँदै पनि यदि लेस देन चाहिँ पोटेन्सियल ब्यारियर भन्दा चाहिँ यदि कम छ भनेदेखि चाहिँ यहाँ चाहिँ के हुन्छ, फ्लो हुने करेन्ट 0 हुन्छ। त्यही भएर चाहिँ यसलाई के मानिन्छ, फरवर्ड बायस हुँदाहुँदै पनि यो यहाँनिर चाहिँ रिभर्स बायस भनेर मानिन्छ, जहाँ चाहिँ फरवर्ड बायस भएको छैन भनेर मान्छौँ। त्यही भएर आइबी 0 भनेपछि आइसी भनेको के हो, बीटा आइबी हो, त्यही भएर यहाँबाट आइसी 0 हुन्छ। र आउटपुट केबिएल लगाएर हेर्छौँ भनेदेखि बिसिसी माइनस आइसी आरसी माइनस यो गर्दाखेरि यहाँ बिसी चाहिँ के हुने भयो, बिसिसी हुने भयो। यो बेलामा चाहिँ के हुने भयो,
कलेक्टर बेस जङ्सन चाहिँ रिभर्स बायसमै हुने भयो र यो बीजेटीले चाहिँ के एक्ट गर्ने भयो स्विच अफको चाहिँ एक्ट गर्ने भयो। अब मैले यदि भिभिभी चाहिँ जुन हामीले पठाएको इनपुट सिग्नल चाहिँ यदि 0.7 भोल्टभन्दा बढी भयो, यो चाहिँ के हो ब्यारियर पोटेन्सियलभन्दा बढी भयो भनेदेखि के त्यहाँनिर चाहिँ के फ्लो हुन थाल्छ, करेन्ट चाहिँ फ्लो हुन थाल्छ। करेन्ट आइबी फ्लो हुन थालेपछि आउटपुट करेन्ट पनि के हुने भयो इन्क्रिज हुने भयो। त्यो बेलामा चाहिँ इमिटर बेस जङ्सन चाहिँ के हुने भयो फरवर्ड बायस हुने भयो। अनि मैले के भ्याल हेर्छु भने भिसी आइसिसी माइनस आइसिआरसी इएस हुँदाखेरि अब भिसी त्यति बेला के हुने भयो डिक्रिज हुने भयो। यो इन्क्रिज भएपछि यो डिक्रिज हुनु पर्यो। मलाई भिसी भनेको थाहा छ भिभी प्लस भिसिबी। भिभी मैले यदि कन्स्ट्यान्ट राखेँ भनेदेखि यो डिक्रिज हुँदाखेरि यो पनि डिक्रिज हुनु पर्यो। त्यसै गरी मैले यहाँनिर एउटा इक्जाम्पल लिएँ भिभी 0.7 भोल्ट र भिसी चाहिँ मैले 0.5 भोल्ट लिएँ भनेदेखि भिसिबी के हुँदो रहेछ घट्दो रहेछ। त्यही भएर चाहिँ यो सिबिजे चाहिँ के हुने भयो फरवर्ड बायस हुने भयो। त्यही भएर चाहिँ यो रिभर्स बायस हुँदै पनि यो फरवर्ड बायस भएको कारणले गर्दा हामीले के भन्छौँ बीजेटी चाहिँ के अन स्टेटमा चाहिँ एक्ट गर्दो रहेछ भन्छौँ।